यहाँहरूलाई नमस्कार। आज पनि हामी उपस्थित भएका छौँ अतिथि निम्त्याएर हामी असँग कुराकानी गर्नेछौँ। हेलो हजुर, नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? हजुर आराम। अनि हजुर आराम? एकदम ठिक छौँ हजुरहरूको मायाले। अनि हजुरको शुभ नाम? मेरो नाम भक्तराज साई। घर चाहिँ गाउँपालिका लिब्रू, वडा नम्बर 4 लिब्रू। लिब्रूमा पर्छ हैन? कति टाढा पर्छ लिब्रू यहाँबाट? अब यहाँबाट त गाडीमै लगभग 1 घन्टा जति, घन्टाभन्दा बढी लाग्छ। हजुर। पैदल हिँड्नु त हामी बुढाबुढीकन त 5-6 घन्टा लाग्छ। 7 घन्टा लाग्छ है। कति वर्ष हुनुभयो? म अहिले 72 वर्ष। 72 वर्ष हुनुभयो। हजुर। अनि दिनचर्याहरू कसरी बित्दैछन् त 72 वर्षसम्म? त्यही त म भने त बिहान उही बेलाको कुरा सम्झने हो भने म 4 पुस्ता बुढो छौँ जस्तो लाग्छ। हजुर। किनभने पहिला यो राणा शासनको शासन थियो। त्यो राणा शासन फालिसकेपछि त्यो शासन पनि अलिअलि देखेँ मैले। हजुर। एक पुस्ता त्यही भयो। त्यसपछि भने एउटा पञ्चायती व्यवस्था आयो। पञ्चायती व्यवस्थाबाट एकछिन पनि एउटा गाविस उपाध्यक्ष पनि भएँ म। हजुर। गाविस उपाध्यक्ष। अध्यक्ष को हुनुहुन्थ्यो त्यतिखेर? अध्यक्ष भने एउटा त्यही मेरै पट्टिकै एक केटो थियो। उही बेला केटो? उही बेलाको केटा। हामी एकै ठाउँले हौँ। हजुर। कति वर्षको उमेरमा हुनुभएको थियो उपाध्यक्ष? हामी लगभग त्यही 30-35 वर्षको उमेरमा हो। कलिलो उमेरमा 30-35 वर्षको उमेरमा उपाध्यक्ष हुनुभयो। त्यसपछि पनि एउटा बौद्धल आयो। हजुर। बौद्धलमा पनि अझ फेरि उपाध्यक्ष नै म भएँ। 10 वर्ष खाएँ। त्यतिखेरदेखिको अनुभव गर्दाखेरि अब राणा शासनको शासन देख्यौँ, यो पञ्चायती शासन देख्यौँ 2, अब यो बौद्धल शासन देख्यौँ 3, अब त यो पनि एउटा अर्को त्यो गणतन्त्र पनि आयो। त्यो देख्दामा त पनि एउटा धेरै बुढो हुँ त जस्तै लाग्छ। पहिला हामी ठुला भनेर हमलाका भारी बोकेर भाडा बोकेर हामी तल पनि एउटा यो बर्दियाको राजापुर पुगेर त्यहाँबाट सामान व्यापार ल्याउँदा थियौँ। हजुर। अब त्यसपछि उबु आयो, कोल्टीसम्म पनि पुग्यो। हजुर। हपुडो पनि एउटा हेलिकप्टर गए, ओछरो के आयो भनेर हामी अचम्म लाग्दछ। त्यसपछि एकपटक जिमा कर्णप्रसाद भट्ट मान्य भइसकेपछि त्यही रेडी ल्याएछ। ओछरो यो बमले के ल्यायो के नाना बगसहरू कोट्टु छ त्यही मान्छे बोल्दा। अब त मान्छे आउने ठाउँ पनि नै त्यो गाँठपट्टामा हेर्नले। हजुर। रेडियो हेर्नलाई एफएम रेडियो हेर्नलाई। त्यसपछि गर्दा त्यो हाट पनि नदेखियो। पै के गाडी पनि देख्यौँ तलाउँदा। हजुर। ओछरो गाडी यही हुँदा भए। त्यो अहिले गद्दा भने अब तपाईले गाडी हाम्रो घरैमा देख्न गाडी त तपाईले बर्दियै देख्नुभयो होला? बर्दिया राजापुर देख्यौँ। त्यसपछि पनि एउटा यो कडाली चिसापानीबाट परि नेपालगञ्ज त्यो जोडियो। त्यहाँबाट आउँदै गाडी पनि चढ्यौँ। अनि कहाँबाट त्यो बेला कहाँबाट चाहिँ भारी बोकेर ल्याउनुहुन्थ्यो? बर्दियाको राजापुरबाट पनि ल्यायौँ, यो नेपालगञ्जबाट पनि ल्यायौँ। नेपालगञ्जबाट पनि कति दिन लाग्थ्यो त्यहाँबाट हिँडेर? उतैदेखि भने पुरा 15-16 दिन उता लाग्ने। त्यही 15-16 दिन उभा लाग्ने। कति ल्याउनुहुन्थ्यो? कति जानुहुन्थ्यो? घर गाउँमै जानुहुन्थ्यो होला? गाउँ 1-2 दिन जाने कहाँ सक्थ्यो त? त्यहाँ गाउँकै पनि बढीमा 15-20, कम्तीमा 10-12 जना जाने। कति किलो बोकेर ल्याउनुहुन्थ्यो? किलो त्यहाँ हामी लगभग पनि पुरा 60-70 किलोमा बोकेर ल्याउँदा थियौँ। कस्तो जमाना थियो? कसरी आउँथ्यो त्यो बेला? एक आउँदो उँधो, एक आउँदो उँभो। त्यो भिड पौडा कति हो त्यो पनि एउटा कस्तो गरी हाल्यौँ न। त्यो पैसा कति पर्थ्यो? पैसा त एकदम हजिलो। 500 लियो भने पनि नहक्तो बारी हुने त। 500 रुपियाँ ज्याले भयो। 500 रुपियाँ भए पनि फुर्सद बारी। त्यो अब गर्दा अहिले अहिलेसम्म हेर्दाखेरि त पनि एउटा गाडी पनि नि हाम्रो घर पुग्यो। आज हाम्रो होरकोटमा एफएम पनि एउटा चलिया भन्दा झन् मन हर्ष भयो। एकछिन त्यहाँ जान पाएँ भन्ने भाव भयो। आउनुभयो, एकदम खुसी लाग्यो। भेटघाट यस्तै भेटघाट पनि भयो। अनि हेर्नुपर्छ होइन कसरी चल्छ। अब यो आधुनिक जमाना आयो। आधुनिक जमाना भयो। यो कुरा सम्झने हो भने अति राम्रो जमाना आयो जस्तो लाग्छ। हजुर।
तर नि जाँड खान्न र भाँडभैलो गरेर यो जमाना त नराम्रो के आयो ऊ पहिला थिएन है पहिला थिएन त्यो जाँड खाने चाहिँ हामी ठकुरी त भने पाटा पुइनी भान्सा लाग्ने कसैले छुइदियो भने त्यो भान्सा पुडु छोड्ने त्यस्तो जमाना थियो त्यस्तो थियो अब परिवर्तन भयो छैन परिवर्तन अब त परिवर्तन भयो नि परिवर्तन भयो समय भएपछि केही कुरा राम्रो परिवर्तन भयो केही कुरा नराम्रो परिवर्तन भयो जब हामी त्यस्तो पाटा पनि खाने ठकुरीका छोरा अलजानर भैँसा मासु खाइदिन आँटे केटाहरू त्यो पनि के नराम्रै लाग्दो जाँड खान्न र भने जाँड खाँदा भन्दै थिए जाँड अल ठकुरी भने एउटा बामन सबै खान आँटे त्यो पनि के नराम्रै लाग्न आँटे खाइकन चुप्प लागे पनि भनेपछि झगडा गर न फटाफट अनि तपाईँ कतिपय मान्ड पनि मरिसकेको थियो जाँडमा तपाईँको पारिवारिक स्थिति चाहिँ कस्तो छ कतिजना हुनुहुन्छ पारिवारिक अब एकछिन त मैले धेरै दुःख पाएँ पहिला विवाह गरेर खाने पनि मरि जिया बुवा पनि बितिया बहिनी पहिल्यैदेखि दाजुबाजु पनि बितिया एक्लै रहे 40 वर्षको कति वर्षमा 40 वर्षको उमेरमा जम्मा एक्लै रहे 40 वर्षको उमेर पुगिसकेपछि बल्ल भने हरूकोटबाट लिएँ त्यही मेरो फाइलीको दशा राम्रो हो कि बा मेरो दशा बदलिएको हो कि मैले 41 सालमा मेरो छोरो जन्मियो 41 वर्ष 41 मा 42 43 मा अर्को जन्मियो 44 45 मा अर्को जन्मियो 46 47 48 49 सालमा के 59 सालमा भन्दा पनि 60 61 सालमा छोरी जन्मी अब यहाँभन्दा बढी बच्चा हुँदैन नगर्ने भन्ने विचार भयो अनि त्यसको 3 छोरा एक छोरी यही छोराकन जेठा छोराकन एसएलसी पास गर्दासम्म बाहिर पाएले भन्ने उद्देश्य भयो तर एसएलसी भन्दा 11-12 पढाए जुम्लामा प्राविधिक पढाए त्यसपछि माइला छोराकन 11-12 पढाए त्यसपछि काण्डा छोराकन 11-12 पढाए अब काठमाडौँमा भने त्यहीखेर त्यो इलेक्ट्रोनिक प्राविधिक त्यो पढाए अहिले छोरी पनि भनेको त अर्धखाँचीमा पढ्दैछ त्यो पनि पढाउँदैछ अब अहिले 2 नातिनी 1 नाति जेठा छन् 1 नाति 1 नातिनी माझिला छन् 2 नाति काण्ठा छन् त्यो ल्याउन पाए त अहिले धेरै सन्तोष छौँ हर्षमा छौँ अब बुढेसकालमा अब मद्दा पनि मगान केही छैन खुसी छौँ एकै भनेबाट यो जमानाले परिस्थितिले गर्दो रहेछ अब यो राजनीतिको भने एउटा मकान घडो मर्दैन सब घडो मरिगयो राजनीतिको घडो मर्दैन अनि अब 72 वर्षको उमेरमा तपाईँ केही हुन पाएले सोच्नुहुन्छ हुन पाएले भन्दा पनि माथिल्लो पोस्टमा जान पाएले भन्ने जो घडै त्यही हो मेरो राजनीतिक माथिल्लो पोस्टमा अहिलेका केटाकेटीकन त्यो यो उपाय गरौँ यो ठाउँको प्रगति गरौँ भन्ने विचारै छैन यी एकचोटि भने यो ओदामा जान पाइदिए केही न केही यहाँको प्रगति गर्न भन्ने सोच थियो अनि तपाईँको केही शिक्षा हासिल गर्नुभएको थियो जमानामा उही बेला स्कुलै थिएनन् फेरि घर बुढो नभनेबाट उ गरिकन भनेबाट एक सिजाको मान्छे ल्याएर राख्यौँ र हामीले आफ्नो घरबाट खानु खुवाउने आफ्नो घरबाट पैसा तिरे ठेटु उडेर पैसा खान्छौँ ठेटुवा तिर्ने गऱ्यौँ र त्यो 4-5 क्लास पढ्यौँ उही बेला 4-5 पढे पनि त जागिरी खाने भन्ने चलन थियो भन्दा जागिरी पाए आउँ त्यतिखेरको जमानै भने के गतिलो भएन मेरो जिया बुवाले के भन्ने गरे भने मन के आकार जागिरी निरकार जोगी किन जागिरी खानु पर्यो आफ्नै सम्पत्ति दाने पै त भोलि त्यो जागिरी या पैसा पनि आउँछ भोलि सबै भने पनि हामी चाहिँ झुक्न आउँछन् भने त्यो जागिरी खान किन जानु पर्यो जमाना त्यस्तो थियो है त्यस्तो भने त्यसरी भन्दाखेरि अनि मैले जागिरी खान सकिनँ जागिरी मगाउन दिए आउँ आ भनेर बोलाए आउँ यो रारामा थियो हुलाक त्यो हुलाक भने एउटा पद खाली छ आ भनेर हाम्रो यही सोरकोट गाउँको बिर्खबा साई उछि त्यहाँ मुखिया
हाकिम थियो हुलाक यो पद खाली आइजा भाइ भनिकन म 2-3 बेला चिठी दिए हो पछि त्यही बेला एउटा उद्यम खेती माध्यममा व्यापार हाकार जागिरी निरकार जोगी किन जानु पर्यो भने कि त्यही कुरो हुने र अठग जानु तर जानुपर्ने रहेछ अहिलेको परिस्थिति बुझिरह किन पछि यो उनीहरू पनि जानु दिए पछि त्यही बेलामा हाम्रो यो टक्कबार साइ गयो त अहिले ऊ पिल्सिया नेपालमा घर पनि आइसके तर हामी हजुर पछि याद आउँछ रहेछ अब त्यो कुरा भनेबाट उही बेला बुझ्न हकिदिया भइदिया पनि नेपालको घर आइदिन्न भन्ने सोच आउँछ गीत सङ्गीततिर कस्तो छ के छ पुराना दिनको केही चाडसी मागल गागाहरू केही चाडसी मन पर्थ्यो के चाडसीमा पनि मेरो म सबै रङ्ग माने पहिला भने पुरा एकछिन भने पुरा म त्यो जङ्गीमा खसी पाठा हान्दा त्यो रङ्ग अनुमति लाग्यो त्यसपछि भने पुरा यो हाम्रो यो केटाकेटी लागेर देउडा खेल्ने त्यो रङ्ग पनि लाग्यो त्यो चलन पनि थियो हैन थियो अझै पनि छ अनि याद छ कसैसँग खेलेको याद छ त्यो बेला एउटा नौनेपछि याद त हुँदो रे एउटा गीत याद छ एउटा गीत कसैसँग खेलेको उही बेला त घेटा छुट्टी खेल्ने चलन थियो खेल्ने जमाना थियो रे खेल्नु भयो खेल्यौ रे ल भन्नुहोस् एक ठाउँ भने पुरा त्यस्तै रङ्ग गर्न एउटा याद गर्नुहोस् रङ्ग गर्न गयौँ बनायौँ र अब त्यस्तै मैले त छोटिकन एउटा भने पुरा भिना खाना कुरा गर्ने है हजुर भिना खाना कुरा गर्ने त्यो छोटीले के भने घर छिर्ने कोमेडिया बाटो बान्की पाटो गेरु भने घर फेर्नु घरि नै फेर्नु कर्म कतै फेर्नु भने अनि तपाईले के भन्नु मैले चिरतडा भानाकट ओद्यो खोलो खोलियो र दैका गाउँको मेरा नाउँको तिर्जा पोलियो छोटीले के भने है त्यहाँदेखि वारी लाली पारी थाली माझ कर नाली काका गाउँको मेरा नाउँको उठाइ लैजाऊ बाली वारी लाली पारी थाली माझ कर नाली कहिले होला कहिले खाउँला पछाडि राख्दा बाली मैले अनि तपाईका साथीलाई याद गर्न सक्नुहुन्छ केटा त्यो बेला जवानी हुँदाखेरि केटा त्यतिखेर केटा भने अब बाहिर त त्यति होइन तर आफ्नै गाउँका केटाहरू सम्झिनुहोस् एकपल्ट हाम्रा मेरा साथीहरू भने एउटा चलनी नाम स्याउडे बन्दा उसको चिनाको नाम किनबहादुर साई र मान्त्या साई चग्र मल्ल ती मेरा साथी अहिले छँदै हुनुहुन्छ होला अद्ध मरिगा अद्ध छन् मरिगो आउँदा किन नआउनु कृष्णबहादुर साई मरिगो मान्त्या साई र चग्र मल्ल छँदैछन् अनि अब हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ केही तपाईँले मैले भन्न केही छुटाए जस्तो आफूले तपाईँभित्रका कुराहरू अझै केही मेरो मनको कौतूहलता के छ मैले रेडियो मार्फत यो भिडियो मार्फत भन्न सक्छु भन्ने केही छ छुटेको अरू छुटेको कुरो के होइन अब यहाँभन्दा पछि अलिकति 8-10 वर्ष बाँचिकन केही आफूले यो गाउँमा यस्तो नौलो काम केही देखाउन पाएले हजुर आफूले हजुर र अझै केही भने एउटा थप भने यो अझ राम्रो देख्न पाएले पनि त्यति छ अरू केही बुढेसकालको रहर अनि यो यो रेडियो आयो होइन जब कि यहाँ अध्यक्षज्यूले गाउँपालिकाका अध्यक्षज्यू धर्मबहादुर साईले यो रेडियो स्थापना गर्नुभयो कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो यो हर्ष लाग्यो अब बुढेसकालका मान्छे भनेर यो अबेला नि आउन वास्ता के त्यही पनि रहरले त म यहाँ आउनुभयो भेटघाट भयो खुसी लाग्यो जोस् अब आगामी दिनमा पनि आउनु होला अनि रेडियो पनि सुन्नु होला हुन्छ रेडियो सुन्नलाई अस्ति पनि पहिल्यै त्यो रेडियो छोडाइदिन मैले सुने के अरे 104 थोप्लो 1
रहेछ त्यो पनि एउटा कहाँबाट फोन आयो कतिको सुनिन्छ भनेर कहाँ कोहीले फोन गर्यो हजुर लायो तर भने एउटा अलिक गडबड हुने त हुने हो हजुर तर नभए गडबड सुनियो त्यो दिन गडबड सुनियो त्योभन्दा पछि त राम्रो सुनिरहेछ त्यहाँदेखि पखेर पनि एउटा मैले लाइनँ लाउनु यो पर्यो। गल्भा भने गल्भा गाडो त्यो पर गल्भा त्यही प्रष्ट हुने दो समाचार भन्ने अरू हुने मलाई लाग्दैन त्यो समाचार भन्ने भए लाग्दो ऊ प्रष्ट लागेलाई उही हुँदो यहाँको अलि पछि न अलि गडबड भयो भनेर सुन्न अझै भएन अब लाग्छ त्यो दिन गडबड नै थियो 3-4 दिन गडबड थियो अब त स्पष्ट आउँछ अब सुन्नु होला जे होस् यति बेलासम्म बोलेर साथ दिनुभयो अनि आफ्ना कुरा राख्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि आउनुहोला माया नमार्नुहोला है यहाँ भने एउटा ठुलै कुरो हान्न सकिँदैन हजुर हान्न सकिँदैन मध्ये अब के गर्ने अब केही नपन आर्थिक हुनुभइदिएले मोटरसाइकल किन्ने थिएँ हजुर सर आउने सर जाने हजुर अब गाडी मगाउ भने एकजनामा 5,000 तिर्नु हुँदो हजुर त्यही ल्याइकन बस्ला मोटर अब रहर त छ अब मोटरसाइकल पनि किन्नु पर्यो त्यसो भए अब राजनीतितिर मोटरसाइकल किन्नलाई त आर्थिक चाहिन्छ अनि आर्थिक नभए त राजनीति पनि हुँदैन भन्छ नि त के हो त्यो आर्थिकका कुरा गरौँ भने पनि यो लिब्रू गाउँको म जस्तो गरिब कोही होइन तर 2 चुनाव मैले लडेकै हौँ लडे मैले 1 रुपियाँ खर्च पनि गरिनँ धेरै गाउँमा जाइकन म गएर भोट देऊ गली गली पनि भनिनँ 2 चुनाव म डबल मैले जितेँ धेरै अझै पनि जित्न हुँ त म हो जोस 8 जोस चाहिँ छ है हजुर ल यो जोस तपाईँको सदा सर्वदा रहिराखोस् धेरै धेरै अब शुभकामना दिन चाहन्छु है एकछिन नेपाल जाउँ। अब यो हाम्रो मेयर